लाइक नै नगर्दिनु। हेलो सबैजनालाई नमस्ते, झोले सन्चै हुनुहुन्छ होला होइन। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज हामी फेरि पनि बाहिर जान लागिरहेको छौँ, बहिनी र म। यो मेरो भाइ हो, जतिखेर पनि स्कुटर र बाइकमा झुकिरहेको है। अनि आज चाहिँ मैले यसलाई 50 रुपियाँ दिएर बाइक पुछ्न लगाएको। घन्टी बाइकमा झुन्डाउनुलाई घन्टी यो चाहिँ आफैले किनेर हुँदैन रे, कसैले गिफ्ट दिनुपर्छ रे। कसैले गिफ्ट दिएन, लास्टमा त बहिनीले ल्याएर दियो होइन। मलाई एउटा छ चाहिँ आज फनीको चाहिँ यसो अलिअलि ब्लगहरू नि बनाइदिउँ भनेर चाहिँ सुरु गर्दैछु म। अब बहिनी रेडी हुँदैछ, अब बहिनीसँग भिडियो बनाउँछु त। हाम्रो आजको भिडियोको मोडल चाहिँ उहाँ होला साथीहरू। जुन केरीको लागि चाहिँ यो चिया आएको छ होइन। छोटो छोटो लुगा लाएर हिँड्नु नि थाहा हुन्छ। कुर्ता लाउँदा नि कस्तो देखा भन्दा ल न त मलाई के मेरो दाइ हो है। आमा यिनीहरू उहाँ चाहिँ मेरो दाइ हुनुहुन्छ। मम्मी यसलाई मेरो भाइ भनेर कसले पत्ताउँछ? हे राम, दाइ हो ल दाइ। अब चाहिँ हामी निस्किन आँटेको होइन। लगाएर यो चाहिँ इक्जाम भइरहेको मान्छे मसँग खालि ट्याप खोलिदिनु न माइदिदी भनेको भने हेर यहाँसम्म आइपुग्यो क्या। यो खोलिदिनु न भन्दै हेर न, ट्याप बोकेर यहाँसम्म। सबै त मेरो अकाउन्टहरू छ क्या। म फ्री फायर त नो एमआरी हुँदै दाइलाई दिनु लागेको होइन। हाल्नुहुन्छ कि हुँदैन है, त्यो त हाल्दैन होला। मैले चाहिँ हालिसकेँ भनेर लाइक नै नगरिदिनु, 10 रुपियाँ दिनु न। 10 रुपियाँ नि मसँग मागिरहेको छ। सबै बुझ्नु छ, यस्तो बहिनी हुन्छ। ल साथीहरू अब चाहिँ हामी निस्किन आँटेको। अहिले कति बजी 12:30 भइसक्यो। डेन्जर घाम लागिरहेको, गर्मी नि छ। अब चाहिँ हामी जान लागेको डुल्नलाई। अनि हामी चाहिँ कुर्दैछौँ दाइहरूलाई। अनि दाइहरू चाहिँ आउनु नै हुन्न, अस्ति त्यही हुन्थ्यो। हामीलाई घाम चर्कोमा डेन्जर कुरा हो। यस्तो चर्को एउटा कुरा होइन, घाममा यस्तो काटिँदै बसिरह हामी। तिनीहरू अझै हामीले चाहिँ चाँडै निस्क्यो। अब 20 मिनटमा निस्क्यो भनेको 11 बजे हो कि कति बजे हो? 20 मिनटमा निस्क्यो है अब भनेको मान्छे त। अहिले हामी 12:30 1 बज्न लागिसक्यो। 1 भइसक्यो। केटी मान्छेले पो वेट गराउँछ त, तपाईँहरू वेट गराउने, केटा भएर वेट गराउने हो। जुत्ता चाहिँ भिन्दै भएछ कि। अन्त तपाईँको म सेम देख्छु कि नै हेर्नु त गाइस, सेम देख्छु कि नै। किनकि उसलाई लामो कपाल भएको भनेर चिन्छ, मलाई चाहिँ मास्क लाउने भनेर चिन्छ क्या। अनि मलाई अनि अर्को कुरा टोपी लाउने नि भनेर चिन्छ। खालि यही टोपी हो है, फेरि यही टोपी हो। मैले आज लगाएँ किनकि मैले आज कुर्ता लगाएको छु। लगाएको बेला पनि जहिले टोपी लाउनु पर्छ। मलाई टोपी नलाएर त कस्तो एउटा गयो। ए झुटो तिमी चाहिँ सही थियो। ला 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 ला। ड्रोन सर्ट हाल्नुपर्ने कि होइन। ला 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 ला। आँखा नहेरिकन केटै त हो नि तपाईँ। केटै हो जसले नि मलाई होइन। ए तपाईँहरूलाई एउटा कुरो एकछिन पज गर्नु त। के भन्छ अरे एउटा कुरो होइन, अस्ति हामी एकचोटि डिनरको लागि बाहिर गएको थियौँ नि। अनि त्यसपछि ऐनामा फोटो खिचेको थियो होइन। अनि उसले पुरै मार्क्स र अनि हुडी लाएको थियो। अनि त्यसपछि हामीले पुरै सेल्फी मतलब ऐनामा मिरर फोटो खिचेको थियौँ कि। अनि त स्टोरी हालेको त बोयफ्रेन्ड बनायो अरे मलाई त। अनि किन भयो कसरी भनेको त उसलाई केटा देखिरहेको। अनि त्यसपछि ट्याग गर्दा मैले अनि सानो पारेर हालेको थिएँ कि। अनि त
बोयफ्रेन्ड बनाएछौ त अरे के म त डरा पऱ्यो अनि हो भनिदिएँ लास्टमा त दिदी रहेछ अरे के भन्नु अब सबैले बाहिर हिँड्दा पनि मलाई दिदी कसैले नि भन्दैन क्या सबैजनाले बाहिर हिँड्दा नि पछाडिबाट अङ्कल दाइ अलिकति अगाडि गइदिनु न भन्ने जस्तो अनि त्यसपछि म बोलिसकेपछि चाहिँ आँखा देखेर ती बोलिसकेपछि चाहिँ ए दिदी पो रहेछ सरी दिदी सरी फाइनली आउनु भयो होइन अझ अर्को दाइहरू आउनु हुनुहुन्छ ऊ आए दुईजना आउनु भयो होइन अझ अर्को विजय दाई होइन ओए कस्तो राम्रो देखेको बल्ल बल्ल आइपुग्नु भयो उहाँहरू चाहिँ अझै विजय दाइलाई कुर्दै हुनुहुन्छ अब विजय दाइलाई झर्नलाई कति बेर लाग्ने हो अब हामीलाई चाहिँ डेन्जर घाममा टट्टायो आज घाममा टट्टाएको टट्टै छ कि टट्टी त हो गइरहेको छौँ हामीले चस्मा लगाइदिन हस्तान्तरण गर्न गइरहेको ओए कानको दुलोमा पार्दै हेर्ने हो कस्तो हो त अनि चस्मा नि केटी मान्छेले कुराउने हो त केटा मान्छेले कुराउने हो हामीलाई कुराउने व्यक्ति चाहिँ उहाँ हुनुहुन्छ विजय डोङ तामाङ विजय डोङ दाइ यता आउनु न दाइ यत्रो हामीलाई 1 घन्टा पुऱ्याइदिनु हुने इग्नोर गर्नुभएको मलाई हेर्नु त मलाई इग्नोर गर्नुभएको ल अब चाहिँ अझै हामी गयौँ फाइनली यता जाने अरे यता अर्को डाँडामा होला अरे यस्तो हो क्या मलाई यो बाइक मन पऱ्यो तर डर लाग्यो टेन्सन हुने बाइक घामले टट्टिसक्यो अकस मकस उलुस सबै भइसक्यो बाइक मैले त सक्छु बाइकले सक्दैन हेर रिसाएको हिरो भएर रिसाउने हो ए बोक्यो हामीले अनि हामीले यहाँनिर खानेकुराहरू सबै किन्यौँ होइन अनि हाम्रो चाहिँ यहाँ भिडियो सुट भएर के पिकनिक हुँदैछ पिकनिकवाला फिल भइरहेछ पिकनिकको लागि आएको है हामीलाई अनि खानेकुरा चाहिँ हामीले किनेनौँ किनकि अघि भिडियो बनाएको स्लो मोसनमा भएछ है गाइस अनि अहिले पछि देखाउँदा चाहिँ अनि के भन्छ फुलले चाहिँ अब काट्दै छ मान्छे मान्दैन भनेर सिकेनौँ अनि यसलाई किधर है भाइ साहब यताबाट जाने हो गाली गर्दैन गाली चाहिँ के को खानु भयो तान्छ त्यहाँ झर्नुपर्छ झर्ने हो झर त मेरो बाइक चाहिँ ए यसले यस्तो छ मान्छे झरेछौँ Wait. La. Ai ai. Ai à. Ayo, अब आरती कतिर आउने हो कस्तो फिल भयो तपाईँलाई ल
सेम केटा हुने है यो मान्छे एकदम छ मामाश्री ओए आउँछ के गर्नु आइसक्यो शोभा बनाएको थिएँ यो हो एक्सट्रिम खै त मेरो अर्को कुरा त मेरो लागि चाहिँ केही नि किनिदिने अमृत मात्रै किनिदिन्छ त्यस्तै हेला गर्छ मलाई तपाईँ मोटी भएर हो क्या मोटी भएर यहाँ क्या होइन त अनि यस्तो खायो भने जिम गर्ने मान्छे यस्तो खानु हुँदैन बिचमा आउनु भनेको मोटी हो क्या मोटी उसको दाइ फेरि हाँस्नु त किन हाँस्नु भोलि आऊ ड्राइभिङ पिकनिक यही हो होइन त मामा पिकनिकमा आएको एउटा खानु माइजो मिस भयो हाँस्यो भोग लाग्यो हाँस्यो तपाईँको कपाल उडाएन क्या हिरोइनवाला फिल भयो होला है कपाल उडाउँदा ल चस्मा भएन चस्मा भएन खै हामै गएन गएन होइन क्या आएन अलिक साथी नै हटेकै छ कसरी गरे रे कसरी निकाले रे युट्युबमा चाहिँ त्यो राम्रो सिक्दैन त्यसलाई यस्तो राखेँ होइन माथिबाट यस्तो थिचेर यस्तो टाल्नु पर्दो रहेछ यो मुखमा यो दाँत भित्र हुन्छ नि गिजा गिजा त्यो दाँत त्यो चबाउने दाँत त्यसलाई थिच्नुपर्छ यसरी हाम्रो बुवा जस्तै देखिनु भयो क्या मलाई बनाइसकेँ बाउ ड्रेस पनि त्यस्तै त्यस्तै वाला टाइपको भएर होइन दाइ उतापट्टि बसेर हाँस्दै यस्तो छ भरे 7 बज्छ होला हो आज एउटा लागि चाहिँ बियर किनेको रहेछ क्या ल डान्स त होस् न त ल ल डान्स देखियो यस्तै पानी यो दाजुको त्यसमा हान्ने हो त्यसमै उयो लाऊ तिमी हेलमेटहरू लाग्यो नि त मैले पाण्डालाई भोग लगाएर हँसाउँछु क्या मतलब यो हाँसेको भयो होइन भोग लगाएर आ गरेको चाहिँ
कमाल है भाई सब, कमाल है। ये सारो बनाले हो बगाल चाहिँ हावाले उडायो। गाह्रो छ। मिनी ग्रेट वाल भन्दा कम छैन यार यो ठाउँ। झुला बोकेर यता उता हिँड्दैछ। डेन्जर छ अरे, राम्रो रहेछ यार यो ठाउँ। डेन्जर हावा आउँछ। यस्तो छ क्या। वाउ, टट्टीहरू त्यहाँ हुनुहुन्छ। अरे वाह, देखो पछि देखो पछि। ए ठाउँ दामी रहेछ नि त। त्यहीबाट हेर्दै थाकेँ म। मैले हिजो कि अस्ति छि फेसबुकमा हान्दा रहेछ। फेसबुकमा देखिरहेको छु। यसो हेर्छ। तर कस्तो दामी हावै आएन क्या अहिले त। यता फेरि छुट्टै छ पारा आफ्नै तालमा। विजय दाइ फेरि त्यो के सोच्दै हुनुहुन्छ। दर्शन पवामा आएर लालीगुराँस, त्यही पनि अरू भाइहरूले ल्याइदिएको थियो। कतिवटा भाइहरूले ल्याइदिएको लालीगुराँस। त्यो चाहिँ तिम्रो लागि लालीगुराँस। फेरि फर्केको तल पुगेर फेरि फर्के कहाँ पुगेर आउने हो? कहाँ पुगेर आउने? बाइकमा के भयो? के भएको? बच्चाहरू चलाइदियो कि अनि उकेको? लुज भइसक्यो। ए ल ठिक छ। हामी चाहिँ के अरे बस्ने होला अब? ए यही सब मात्रै तिमीहरू? चिल्लाउनु। त्यो मान्छे तैँले मलाई जिस्काएको जिस्कै छ। स्क्वाड भनेर एउटा भिडियो देख्नु भएको दिनको। मेरो लुक हेर न, झोले झोले भइरहेको त होइन। अनि दिदीहरू खोइ त मजान भइसक्यो। ए त्यही त देख्दै देखेन भन्छु। के गर्छ खालि दोहोरो कुन्दा त एक दिनै लगाउँछ। झन् दोहोरो खानु तल पुग्यो भने चाहिँ फेरि फर्केर आउँछ जिन्दगी। आइपुग्नु भयो उहाँहरू। मामाले फेरि बल्ल बल्ल मलाई झ्याउलाइसक्यो हो। फेरि यहाँ पनि होला। ए राम्रो मलाई रुन मन लागिसक्यो हौ। कहिले घर पुग्नु भइसक्यो मलाई। टट्टीहरूको त यस्तो हुन्छ। तिनीहरू साइडबाट आउनुहुन्छ होला फेरि। कता गयो? डाँडै कटेर गयो जस्तो हो। पर यता हुनुहुन्छ क्यामेराम्यानहरू। गाडीले डिस्टर्ब हाल्छ त। देखो लटा भइसक्यो। उहाँको रोल चाहिँ सक्यो अरे अब। अझै सक्यो
के भयो मै झुटो कस्तो राम्रो घाम देखेको त कस्तो राम्रो घाम देखेको जाने हो कहाँ पोखरा जाँदिन किन जाँदैनौ फ्लाइटमा जाने भए जान्छु फ्लाइटमा जाने भए जान्छु आज मैले सबै बाइक चढेर भ्याएँ हो म फतक्क भइसक्यो भोक लाग्यो टट्टी भयो भोक कस्तो राम्रो काम लागिरहेको अमृता यिनीहरूले गर्दाखेरि मेरो हालत खराब भएको छ दोहोरो हिँड्दै गरेर बिहानदेखि खाना पनि खाएको छैन मैले बाटोमा लल्याक लुलुक भएर झन्डै ढलिन यो टट्टी गर्दा हात काम्ने बेला भइसक्यो मेरो त्यो यस्तो विक फिल भएर पानी दिन्न नि ट्रेनिङ नम्बर 1 मा पुगेको मान्छे कङ्ग्रेचुलेसन पनि छुट्टै चान्स हामीले त भिडियो अपलोड गर्न नपाए मेरो भिडियो देख्यो भने अमृताले जति दिला कसैले हाल्दैन हामी चाहिँ फाइनल्ली घर आइपुग्यौँ हामी चाहिँ घर आइपुग्यौँ एउटा रेसले दिनभरि खायो अहिले चाहिँ के भयो 8 बजिसक्यो 8 दिनभरि खाइदिन्छ के छ एउटा रेसले दिनभरि खाइदिन्छ र यस्तो अल्छी पनि घुम्न दिन्छ सबैजनाले प्लिज मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् होला।